दर्शकबिन नमस्कार। आज हामी तपाईहरुलाई एउटा यस्तो देश जहाँको सरकारले वेश्यावृत्ति र देह व्यापारलाई कानुनी मान्यता दिएको छ, एउटा यस्तो देश जहाँका मानिसहरू साइकल चलाउन एकदमै रुचि राख्दछन्, एउटा यस्तो देश समलिङ्गी विवाहलाई वैधानिकता दिने पहिलो देश हो। दर्शकबिन आज हामी तपाईहरुलाई पश्चिमी युरोपमा अवस्थित एक सुन्दर देश नेदरल्यान्डको बारेमा केही रोचक तथ्य जानकारी गराउन गइरहेका छौं। दर्शकबिन तपाईहरु हाम्रो भिडियो कुन देश, कुन शहर र कुन गाउँबाट हेर्दै हुनुहुन्छ कृपया कमेन्टमा अवश्य बताउनुहोला। साथै यस्तै रोचक भिडियो हेर्नको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गरेर राख्न नभुल्नुहोला। दर्शकबिन नेदरल्यान्ड युरोपेली महादेशको एउटा यस्तो देश हो जसलाई हल्यान्ड भनेर पनि चिन्ने गरिन्छ। यस देशको उत्तर तथा पश्चिमी सीमा समुद्रले घेरिएको छ र दक्षिणमा बेल्जियम, पूर्वमा जर्मनीसँग सीमा जोडिएको छ। नेदरल्यान्डको कुल क्षेत्रफल 41,543 वर्ग किलोमिटर रहेको छ। यस देशमा हाल अहिले 1,76,00,000 मानिसहरू बसोबास गर्दै आइरहेका छन्। दर्शकबिन यस देशको राजधानी एम अर्थात एम्स्टर्डम हो भने यस देशमा सुन्दर ताल र प्राकृतिक दृश्यहरू देख्न पाइन्छ। यो देश साँच्चीकै सुन्दर रहेको छ। दर्शकबिन तपाईहरुलाई बताइदिउँ कि नेदरल्यान्डको मुद्रा अमेरिकी डलर र युरो हो। यसो त नेदरल्यान्डको संस्कृतिको बारेमा सुन्ने हो भने एकदमै अनौठो लाग्छ, तर यहाँका मानिसहरूको लागि यो सामान्य कुरा हो। नेदरल्यान्डका मानिसहरू खुलेर शारीरिक सम्पर्क राख्न रुचाउँछन्। दर्शकबिन नेदरल्यान्डमा वेश्यावृत्तिलाई यहाँको सरकारले कानुनी मान्यता दिएको छ, तर शर्त यो छ कि वेश्यावृत्तिमा संलग्न हुनको लागि एउटा केटीको उमेर 18 वर्ष पुरा हुनुपर्छ भने केटाको उमेर 16 वर्ष पुरा भएको हुनुपर्छ। यसो त यस देशको आय स्रोतको एक हिस्सा वेश्यावृत्ति पनि एक हो। दर्शकबिन नेदरल्यान्डले संसारकै सबैभन्दा बढी सुँगुर उत्पादन गर्ने गर्छ। यस देशमा सुँगुर पालन गर्ने कृषकको संख्या एकदमै धेरै रहेको छ। नेदरल्यान्डमा 70% सुँगुरको मासु उत्पादन हुन्छ र त्यसबाट बनेको परिकारहरू धेरै जसो विश्वको विभिन्न देशहरूमा निर्यात हुने गर्दछ। दर्शकबिन यस देशको हरेक शहरको चोक चोकमा क्रिसमस ट्री हुन्छ। यसो त यहाँका मानिसहरू धेरै जसो क्रिश्चियन धर्म मान्ने गर्दछन्, त्यसैले यस देशको हरेक शहरको चोक चोकमा क्रिसमस ट्री बनाएको हुन्छ। नेदरल्यान्डको ठूलो भाग समुद्री सतहमुनि रहेको छ, जसका कारण समुद्रको पानी देशभित्र नआओस् भनेर समुद्रको किनारमा 1400 किलोमिटर लामो पर्खाल बनाएको छ। यदि यो पर्खाल भत्कियो भने नेदरल्यान्डको करिब 40% भूभाग पानीमा डुब्नेछ। दर्शकबिन नेदरल्यान्डमा ठूलो मात्रामा रक्सी खपत हुन्छ। यहाँका एकजना मानिसले एक वर्षमा 74 लिटर रक्सी पिउने गर्दछन्। यसमा महिलाहरू पनि सामेल छन्। यो देशमा महिलाहरूले पनि रक्सी पिउने गर्दछन्। नेदरल्यान्डले सबैभन्दा बढी पनिरको निर्यात गर्छ। यो देशले हरेक वर्ष 7 बिलियन युरो बराबरको पनिर विश्वको अन्य देशहरूमा निर्यात गर्ने गर्दछ। दर्शकबिन नेदरल्यान्डका मानिसहरू साइकल चलाउन अति रुचाउने गर्दछन्। यहाँका हरेक व्यक्तिसँग साइकल हुने गर्दछ। दर्शकबिन नेदरल्यान्डमा हरेक वर्ष वर्षाको समय हुने गर्छ, त्यसैले यहाँका मानिसहरू छाता भन्दा रेनकोट बढी प्रयोग गर्ने गर्दछन्, किनभने यो देशमा जहिले पनि पानी पर्ने हुँदा र हावा चल्ने हुँदा छाता भन्दा रेनकोट उत्तम हुने उनीहरूको भनाइ छ। दर्शकबिन नेदरल्यान्डमा 3% मानिसहरूले मात्रै खेती किसान गर्दछन्। नेदरल्यान्डको सरकारले 2025 मा पेट्रोल र डिजेलबाट चल्ने कारहरू चलाउन प्रतिबन्ध लगाउन लागेको छ, किनभने यहाँको सरकारले नेदरल्यान्डको सडकमा इलेक्ट्रोनिक कारको प्रयोग गर्न खोजिरहेको छ। यस्तै नेदरल्यान्ड बियर निर्यातको हिसाबले विश्वको दोस्रो स्थानमा रहेको छ। नेदरल्यान्ड प्राकृतिक रूपमा पनि निकै नै सुन्दर रहेको छ। हरेक वर्ष 40 देखि 50 लाख पर्यटक नेदरल्यान्ड घुम्न आउने गर्छन्। नेदरल्यान्डमा विश्वको सबैभन्दा कम अपराध दर छ। यहाँ अपराध दर 1% भन्दा कम छ। नेदरल्यान्डमा जन्मिएका करिब 20% बालबालिका अस्पतालको सट्टामा घरमै जन्मिएका छन्। त्यसो त नेपालमा पनि केही वर्ष यता प्राय बालबालिकाहरू घरमा नै जन्मिने गर्दथे। समयको विकाससँगै नेपालको सुगम क्षेत्रका महिलाहरू अहिले अस्पतालमा बच्चा जन्माउन जाने गर्दछन्। दर्शकबिन यस देशका पुरुष र महिलाहरू जब एक अर्कालाई भेट्छन् तब गालामा 3 पटक चुम्बन गर्छन्। यस्तै चलन स्विजरल्यान्ड र बेल्जियममा पनि प्रसिद्ध छ। यसो त नेदरल्यान्डमा कुनै पनि सैनिकले आफ्नो उच्च अधिकारीलाई सलाम गर्नु आवश्यक छैन। त्यस्तै नेदरल्यान्डका मानिसहरू संसारका मानिसहरू भन्दा सबैभन्दा अग्लो हुन्छन्। यहाँको मानिसको औसत उचाइ 5 फिट 11.5 इन्च रहेको छ, तर दक्षिणी नेदरल्यान्डमा भने यो औसत 1 इन्च कम रहेको छ। दर्शकबिन हल्यान्ड नेदरल्यान्डको पश्चिमी भाग हो, तर यो देशको आधिकारिक नाम नेदरल्यान्ड हो। नेदरल्यान्ड समलिङ्गी सम्बन्धलाई वैधानिकता दिने पहिलो
देश हो। यो कानून सन् 2001 मा लागू गरिएको थियो र त्यसको 1 महिनापछि नेदरल्यान्डमा 2 पुरुषले बिहे गरेका थिए। दर्शकबिन एम्स्टरडम पिकनिकका लागि सबैभन्दा आकर्षक नेदरल्यान्डको सहर हो। यो सहरले पर्यटकहरूको छुट्टीलाई ध्यानमा राखी रोचक बनाउने गर्दछ। एम्स्टरडमको रात्रि जीवन विश्व प्रसिद्ध रहेको छ। एम्स्टरडममा धेरै पुरातन र प्रसिद्ध संग्रहालयहरू रहेका छन् जुन पर्यटकको लागि आकर्षणको केन्द्रबिन्दु बनेको छ। दर्शकबिन नेदरल्यान्डको राष्ट्रिय गान सबैभन्दा पुरानो गाना हो। यो गाना सन् 1568 मा लेखिएको भए तापनि सन् 1962 मा आधिकारिक मान्यता पाएको थियो। नेदरल्यान्डको झण्डा पनि 1572 को हो जुन 3 रङको सबैभन्दा पुरानो झण्डा हो। नेदरल्यान्डमा पानी निकाल्न सयौं वर्षदेखि हावाबाट चल्ने मिलहरू प्रयोग हुँदै आएका छन्। नेदरल्यान्डमा पानी मिलहरू लामो समयदेखि प्रयोगमा रहेका छन्। एउटै ठाउँमा 100 वर्ष अगाडिका 1000 पानी मिलहरू अहिले पनि सञ्चालनमा रहेका छन्। कुनै समय यस देशमा 10,000 पानी मिलहरू थिए। नेदरल्यान्डका 86% मानिसहरूले अंग्रेजीलाई दोस्रो भाषाको रूपमा प्रयोग गर्ने गर्दछन्। यसो त यति सानो देश भए तापनि यहाँ करिब 100 वटा अचम्मका घरहरू देख्न सकिन्छ। दर्शकबिन यो देश प्रविधिमा पनि निकै अगाडि रहेको छ। डच कम्पनी फिलिप्सले 1967 मा अडियो टेप, 1962 मा भिडियो टेप, 1982 मा सीडी र 1985 मा सीडी रोमको आविष्कार गरेको थियो। माइक्रोस्कोप्स, टेलिस्कोप्स, पेन्डुलम घडी 16औं र 17औं शताब्दीमा नेदरल्यान्डमा नै आविष्कार गरिएको थियो। यस देशको सहर एम्स्टरडममा 1281 पुलहरू रहेका छन्। यस्तै कफी पिउने सन्दर्भमा नेदरल्यान्ड स्क्यान्डेनेभिया पछि दोस्रो स्थानमा रहेको छ जसले एक वर्षमा औसत 140 लिटर कफी पिउने गर्दछ। दर्शकबिन यस्तै अहिले हाम्रो घरमा भान्सामा प्रयोग हुने सुन्तला रङको गाजर पहिलो पटक नेदरल्यान्डमा उब्जाइएको थियो र सुन्तला रङ यस देशको राष्ट्रिय रङ पनि हो। दर्शकबिन नेदरल्यान्डको रात्रि जीवनले सबैलाई आकर्षण गर्छ। नेदरल्यान्डमा धेरै बार र क्लबहरू छन् जसले तपाईहरूलाई रात्रि जीवनको आनन्द प्रदान गर्न सक्छ। दर्शकबिन तपाईहरूलाई हाम्रो भिडियो कस्तो लाग्यो कृपया कमेन्टमा अवश्य बताउनुहोला। साथै तपाई हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने भिडियोलाई लाइक तथा च्यानललाई सब्स्क्राइब गरी राख्न नभुल्नुहोला। आजको लागि यति नै। अर्को एपिसोडमा अझ यो भन्दा रोचक तथ्य लिएर आउने नै छु। तबसम्मको लागि बिदा दिनुहोस्। हस्त नमस्कार।